अस्ति पनि हारेको भिडियो, आज पनि फेरि हारेको भिडियो बनाउनु पर्यो। स्याडली बार्सा आज फेरि फेरि होइन, हारेको होइन, स्कोर बोर्डमा 2-1 देखेको भयो नि, बार्साले जितेको भयो नि, एक्चुअलमा हामी यो गेम हारेर आयो के, किनकि क्वार्टर फाइनल थियो, 2 लेगमा गेम हुन्छ, होम अवे। फर्स्ट गेम क्याम्प टूमा भएको थियो, सेकेन्ड गेम चाहिँ मेट्रोपोलिटानोमा भएको थियो। फर्स्ट गेममा बार्सालाई 2 गोल हान्यो, एथलेटिकोले नहान्नु पर्ने थियो, हान्यो। सेकेन्ड गेममा चाहिँ कमब्याक, म चाहिँ त्यस्तो कमब्याकै हान्छ भनेर बसेको त थिइनँ। जस्ट हल्का होप हुन्छ न, राम्रै खेल्छ। अब एथलेटिको भन्दा चाहिँ बेटरै खेल्छ बार्सा सधैँ, बल धेरै बार्सासँगै हुन्छ, तर गेम हार्यो। कस कुन ठाउँ डिफेन्ड गरेर गेम जित्यो, तर अब 2 लेगमा हुन्छ नि त सेमी फाइनल। किन सेमी फाइनलको कुरा गर्दा चाहिँ मैले सोचिसकेको थिएँ कि बार्सा सेमी फाइनलमा पुग्छ भनेर, त्यही भएर मुखमा चाहिँ सेमी फाइनल आयो, तर स्याडली त्यो चाहिँ इट्स क्वार्टर फाइनल। मैले गेम हेरेको थिएँ, 2 बजी मेरो क्लास थियो, 2 बजीदेखि 3 बजीसम्म क्लासमै हेरेको थिएँ, कमब्याक गर्छ भनेर। कति 2 मिनटमै गोल हानेको थियो होला लमिनले, अनि फेरि गोल हान्यो फरानले एकैछिनमा। त्यसपछि फेरि फर्मिनको एकदम राम्रो चान्स थियो, अनि हल्का उसलाई चोट त लाग्यो, त्यही पनि अब ठिक छ। अब जस गेम चाहिँ राम्रो राम्रो के भन्ने कि अब 60 मिनटसम्म चाहिँ राम्रै खेलेको थियो। त्यसपछि चाहिँ एथलेटिकोले राम्रै बलै पाएन क्या, बार्साले के भयो मोमेन्टम बिग्रियो कि के भयो बलै पाएन, तर ठिक छ। यहाँबाट चाहिँ अब यो सिजनको च्याम्पियन्स लिग चाहिँ सक्यो। जस्ट लास्ट सिजन चाहिँ सेमी फाइनलसम्म पुगेको थियो, तर योपालि चाहिँ क्वार्टर फाइनलमै सके पनि केही छैन। गाइजहरू यङै छन्, 19, 20, 22, 23 वर्षको छन्। अब अर्को सिजन छ, अर्को सिजन छ। मेरो लागि फुटबल भनेको चाहिँ अब त्यस्तो एकदम स्याड फिल त हुन्छ, जितेको भयो फिल त हुन्छ, तर जस मैले चाहिँ रमाइलो गर्न खोज्छु। कस्तो नहार्नु पर्ने थियो। गेम सकिने बित्तिकै कस्तो मुड अफ भएर एकदम स्याड, के भन्छ भन्न आएन कि अँध्यारो दिनै अँध्यारो भयो भन्छ नि, त्यस्तै फिल भएको थियो कि मलाई। कस्तो केही गर्ने मन नलाग्ने। मैले केही नै गरिनँ, अब अभियसली केही नै गरिनँ। 6-7 वर्षसम्म यत्तिकै बसेँ कि फोन स्क्रोल गऱ्यो, कसले के भन्यो, गेम पछि के गर्यो भनेर हेरेँ होइन। अनि त्यसपछि मैले नआएँ होइन कि यस्तै गेमहरू अब अहिले हारे पनि अब लालिगा त जित्छ नि त एटलिस्ट। अब कोहीसँग त केही पनि छैन जित्नको लागि पनि, जस बार्सासँग चाहिँ एटलिस्ट किनकि छ नि त जित्नको लागि। त्यही भएर चाहिँ अब कोपा डेल रे हार्यो म्याड्रिडसँगै, च्याम्पियन्स लिग क्वार्टर फाइनल हार्यो म्याड्रिडसँगै, तर एथलेटिको रियल म्याड्रिड त अब उनीहरूको आफ्नै प्रब्लम छ। हाम्रो बार्साको चाहिँ राम्रै खेलेको थियो। अब एट द बिजनेस टाइममा चाहिँ लास्ट सिजनमा पनि इन्जर भएको थियो, बालिएर रफिनिया नै होला सायद। योपालि पनि रफिनिया इन्जर्ड भयो, अनि हाम्रो इम्पोर्टेन्ट प्लेयर बर्नाल, फ्रेङ्की डियोङ एकदम इन्जर्ड भए, तर ठिक छ हार्यो। अब हारे पनि केही छैन, योपालि हारेर के भयो त, लालिगा छ, अर्को सिजन पनि आउँछ। मलाई चाहिँ के लाग्छ भन्दा अबदेखि चाहिँ बार्साको बोर्डले चाहिँ केही न केही रिइन्फोर्समेन्ट चाहिँ गर्छ होला। राम्रो प्लेयर होइन, प्लेयरहरू राम्रो छ के। अब इक्जाम्पल भनेको अब कुनै प्लेयर अस्कर मिङ्गुजा, ग्रिमाल्डो, कुकुरेला, मार्गुई, यिनीहरू अब बार्सामा हुँदा चाहिँ अब एकदम राम्रो प्लेयर थियो नि त बार्सामा। अब यिनीहरू अब कोही अब चेल्सी गयो, कोही लिभरकुसन गयो, अब त्यहाँ गएपछि चाहिँ एकदमै राम्रो खेल्छ, अनि फेरि होइन बार्सामा ल्याउनु पर्छ भन्छन्। अब जस्तै कि बाल्डेलाई नि बेच्ने भन्छन् बेलामा। अब जस्तै लेट्स से बाल्डेलाई चेल्सीमा बेच्यो अरे, अनि चेल्सीमा गएर बाल्डे राम्रोसँग खेल्छ, त्यसपछि होइन किन्न पर्छ भन्छन्। यो चाहिँ मलाई हल्का सेन्स, मलाई चित्त बुझ्दैन। सेन्स डजन्ट मेक सेन्स भन्दा मलाई चित्त बुझ्दैन। बाल्डे भर्खरै त 22-23 वर्षको भएछ, अब उसँग इम्प्रुभ गर्ने टाइम एकदमै छ, उसको प्रोस्पेक्ट राम्रो छ नि त। त्यही भएर चाहिँ उसलाई नबेचेकै राम्रो हो। अनि प्लस जेराड मार्टिन भयो, उनी
टिम राम्रो छ के मलाई चाहिँ के लाग्छ भन्दा हाम्रो बार्साको चाहिँ एक्सपिरियन्स नभएर हारेको हो मेन्टालिटी पनि छ 2 गोलको लिड थियो एथलेटिकोको अनि गेमको एक 20-25 मिनटमा 2-2 भइसकेको थियो त्यसपछि चाहिँ अब गेममा अब धेरै कुरा भयो त फल या त्यो फल बार्साको एभ्री फल अनि एथलेटिको म्याड्रिडको फल नदिने कि त्यो मार्कस लोरेन्टे फर्स्ट गेममा पनि कस्तो फल खेलेको थियो यो सेकेन्ड गेममा पनि कस्तो फल खेलेको थियो कि त्यसलाई त्यसको फलै नदिने अनि पेनाल्टी चेक लमिनले एकचोटि उस त्यसलाई फल गरेको थियो क्या एटलिस्ट भिआरलाई चेक गर्नुपर्छ नि त नत्र त्यो भिआर भएको केही मतलबै हुन्न यार कस्तो रेफ्री के कस्तो फर्स्ट गेममा पनि त रेड कार्ड अभियसली अब रुल अनुसार चाहिँ रेड कार्ड हो तर हल्का इन्टेन्सन के भनेको इन्टेन्सन जे भए पनि गोल हान्न लाग्थ्यो समात्यो बुल्ट्यो रेड कार्ड अब त्यो चाहिँ अब के भन्नु मिल्दैन यो गेममा पनि धन्यले रेड कार्ड पाने एरिक गार्सियाले तर ठिक छ अब योपालि हारे पनि अर्को सिजन आउँछ मेस्सीको अब 2014-15मा जितेको थियो होला लास्ट टाइम अनि त्यसपछि यत्रो 5-6-7 2022सम्म जितेन त्यस्तो हुन्छ अब जस बार्सासँग चाहिँ एकदम यङ्स्टर छ चान्स चाहिँ छ कुनै न कुनै बेलामा चाहिँ जितिन्छ अब आर्सेनलसँग चाहिँ एथलेटिकोको म्याच मलाई चाहिँ के लाग्छ भन्दा आर्सेनल र एथलेटिको म्याड्रिडमा चाहिँ अब सिमियोने चाहिँ एकदमै दिमाग लगाउने कोच हो क्या हरेक टिमसँग खेल्दाखेरि उसको आफ्नो ट्याक्टिक्स हुन्छ क्या एथलेटिको म्याड्रिड धेरै गोल हान्ने टिम त होइन तर अब आर्सेनल पनि गोल हान्ने टिम होइन नि त डिफेन्स दुइटैको उस्तै छ मलाई चाहिँ के लाग्छ भन्दा आर्सेनल चाहिँ हल्का खुलेर खेल्छ होला किनकि प्रिमियर लिगमा पनि अब ऊ सेट पिसमा डिपेन्ड भएर बस्छ क्या त्यस्तो प्रिमियर लिगको टप पोजिसनमा छ ओपन प्लेमा गोल हान्दैन सधैँ सेट पिसमा डिपेन्ड हुन्छ बस्छ त्यही भएर त गेम हार्छ अब एभ्री गेममा चाहिँ अब सेट पिसमा गोल हुन्छ भन्ने छैन नि त जस्तै कि अब बर्नमथको गेममा त्यति बेला नि सेट पिसले गोल हाने त एक गोल पनि पेनाल्टीमा त नि ओपन प्लेबाट छैन के त्यही भएर चाहिँ मलाई चाहिँ आर्सेनल चाहिँ ओपन प्ले हुन्छ जस्तो लाग्छ पहिले पास्टको गल्तीहरूबाट सिकेर म चाहिँ आर्सेनलको फेभरमा जान्छु अभियसली बार्सा पछि मलाई मनपर्ने भनेको चाहिँ आर्सेनल हो कमन आर्सेनल योपालि चाहिँ आर्सेनलले जित्न पर्छ अब उताबाट मोस्ट प्रोबेबली बायर्न म्युनिकै आउँछ होला पिएसजी म चाहिँ बायर्न म्युनिकलाई नै जितोस् होइन मलाई अब दुइटै अब मेरो मेन भनेको बार्सा आर्सेनल हो अब अरू हारी जित्यो पनि मलाई आई डोन्ट केयर द्याट मच योपालिको च्याम्पियन्स लिग फाइनल चाहिँ कसले जित्छ भन्दा आर्सेनलले जित्छ कमन आर्सेनल यु क्यान डु इट